आजको कार्यक्रममा तपाईलाई स्वागत छ। धन्यवाद दाइ। तपाईको एउटा सर्टकटमा एउटा जुन टाइटल पनि राख्नुहुन्छ त्यो नाम सहितको एउटा छोटो परिचय पाउनु। नमस्ते, म नितेश ओली। मेरो टाइटल चाहिँ स्वामी राखेको छु। स्वामी किन राखेँ भन्दाखेरि प्रत्येक वर्ष नि हामीले चाहिँ पाथिभरा मन्दिरमा 1.5 देखि 200 पिस डस्टबिन, अनि त्यसपछि चाहिँ सरसफाई कार्यक्रम, सरसफाई त्यहाँ गएर हामी सरसफाई रङ रोपनदेखि लिएर पूजापाठ हामी 8-10 जना चाहिँ युवा प्राय वर्षेनी नै जाने गरेका छौँ। प्रत्येक वर्ष हामीले चाहिँ त्यहाँ सरसफाई रङ रोपन डस्टबिन हस्तान्तरण गर्दै जान्छौँ। प्रत्येक वर्ष माथि ताप्लेजुङमा पनि 150 पिस डस्टबिन प्रत्येक वर्ष दिन्छौँ। त्यही भएर पनि सबैले त्यो देखेर हो कि स्वामी स्वामी भन्न थाल्नु हो। अनि त्यसपछि मैले टाइटलमा चाहिँ एकचोटि राखी हेरौँ भनेर राख्न थालेको 5 वर्ष भइसकेछ हेर्नुहोस्। अनि त्यही भएर स्वामी नितेश ओली चाहिँ मेरो टाइटल हो। थोरै तपाईँको पृष्ठभूमि भन्नुपर्दा अब नाम मेरो नितेश ओली भएको स्वामी। काम भन्नुपर्दा अब अहिले म दुबई बस्छु। दुबई बस्दै गर्दा म बास्किन एन्ड रोबिन्स भन्ने कम्पनी छ आइसक्रिमको, म त्यहाँ काम गर्छु। योभन्दा अगाडि म्याकडोनाल्ड्स फास्टफुड इमिडिएट फास्टफुड कम्पनीमा काम गर्थेँ। अहिले बास्किन रोबिन्समा काम गर्दैछु। हेरौँ भोलि केमा गर्छु। अहिले चाहिँ चलिरहेको छ। ठिकै छ। जस्तै तपाईँलाई एउटा सामाजिक सञ्जालमा देख्ने बुझ्ने तपाईँको बारेमा पढ्ने मान्छेले तपाईँलाई कुन हिसाबले हेर्छन् होला भन्ने आफूले अनुभव अथवा आफूले लिनुहुन्छ? क्याटेगोराइज छ कसले कुन रूपले हेर्छ भनेर। पार्टीका झोलेहरू स्पष्ट रूपले भन्नुपर्दा जो पार्टीको नेता भन्दा अरू यो संसारमा सर्व नेता भन्दा अरू कोही छैन, नेताको आशीर्वादले बाँच्ने मान्छेले मलाई अराजक भन्छ। अब सडक मानवको उद्धार गर्ने मान्छे, पाथिभरामा डस्टबिन राख्ने मान्छे, सरसफाई गर्ने मान्छे, बिर्तामोडमा तपाईँले सरसफाई गरे पनि देख्नु होला। हामीले जनतालाई चाहिँ भ्रमित समाचार दिन पनि पार्टीगत हिसाबले मेरो समाचार आउँदैन पनि, र उहाँहरूले मलाई फेरि पत्रकार पनि होइन भन्नुहुन्छ। आफ्नो क्याटेगोराइज छ, कुन रूपले हेर्नुहुन्छ भन्ने कुरो छ। अनि तपाईँको सामाजिक सञ्जालमा सर तपाईँको ड्यासबोर्ड हेर्ने भने होइन, तपाईँका पोस्टहरू हेर्ने भने तपाईँले एउटा कर्मचारी, जनप्रतिनिधि, पत्रकारदेखि लिएर सबैलाई गाली गरेको देखिन्छ। त्यो खास कारण किन? गाली गरेको होइन, त्यसलाई गाली गरेको भन्नु मिल्दैन। अब तपाईँ अहिले हेर्नु न, प्राय पार्टीगत हिसाबले नै जाउँ अलिकति थोरै। पार्टीका मान्छेहरूले अहिले दुर्गा प्रसाईलाई अराजक, फलानु थोक लेख्दाखेरि उनीहरूले लेखेको चाहिँ सही हुने, अनि हामी स्वतन्त्र व्यक्तिले चाहिँ कुनै पार्टीको चाहिँ मान्छेले गलत गर्दैछ अथवा कुनै गाउँपालिका अध्यक्षले गलत गर्दैछ अथवा चाहिँ कुनै सरकारी कर्मचारीले गलत गर्दैछ, त्यो सरकारी कर्मचारीले गलत गर्दैछ है भनेर हामीले देख्दा चाहिँ अराजक हुने, गलत हुने, हामीलाई चाहिँ मुद्दा लाग्ने, मामला लाग्ने, हेर्नु त कस्तो छ अहिले। यो हुनु हुँदैन। अनि तपाईँलाई अहिलेसम्म कतिवटा मुद्दा लागिसकेको छ? मलाई धेरै देखेको छ मुद्दा लागेका छन्, 5-6 जति लागेका छन्। तपाईँ त्यो केसहरू झेल्दै हुनुहुन्छ? म केसहरू अहिलेसम्म चाहिँ मेरो ढड्डा पल्टाएर हेरे हुन्छ अथवा खोज्ने ठाउँमा खोजे हुन्छ। म कुनै पनि अहिले चाहिँ 4-5वटा मुद्दा लागि कुनै पनि मुद्दाको तारिख, कुनै पनि मुद्दाको फैसला अड्केर बसेको छैन। मैले अहिलेसम्म झेलेका मुद्दाहरू सबै सफाई अथवा क्लियरै छन्। कुनै पनि तारिख गइरहेको अवस्था छैन अहिलेसम्म। भनेपछि तपाईँ अहिले क्लिन छु। जस्तै नितेश ओलीको अन्तिम लक्ष्य चाहिँ के हो? अन्तिम लक्ष्य त अब यस्तो हुँदो रहेछ, यो लामो लक्ष्य लिएर हिँड्ने मान्छेको न पुरा हुँदो रहेछ न सोचेको हुँदो रहेछ होइन। अब फेरि सङ्घर्ष चाहिँ गर्न छोड्नु हुँदैन भन्ने म त्यो सोचेर हिँडिरहेको छु। मेरो हल्दीबारी गाउँपालिका भन्छन्, मेरा आम सर्वसाधारण, मेरा पालिकाभरिका सर्वसाधारण रगत खोज्न राति 12-1 बजे पोस्ट हाल्नुहुन्छ। उहाँहरूलाई रगत कति उपलब्ध गराइदिएको छु। आदरणीय दाइ विष्णु आचार्य दाइलाई समन्वय गर्छु म। धेरैले खुसी पनि हुनु भएको छ। राति 12 बजे बाइकमा हालेर भद्रपुर हस्पिटल लगेका, धेरै रेड क्रस लगेर ब्लड दिन उत्साहित गरेको धेरै उदाहरणहरू छन्। त्यहाँ सोध्न सक्नुहुन्छ। राति 12 बजे हिँडेको पनि धेरै डर लागि हिँडेको, हात्तीको होइन, हात्ती बाटोमा के कता छन्। अनि म त्यो एउटा छ। र मेरा पालिकावासी सम्पूर्णलाई होइन, मेरो अध्यक्षज्यूहरू अथवा जनप्रतिनिधिज्यूहरू मेरा पालिकाको गरिब झुपडी भएको घरमा गएर टिकटक बनाउनुहुन्छ।
गरिब भनेर कसलाई भन्ने? गरिब भन्नाले अब कसरी वर्णन गरौँ भने अथवा गरिब कोही हुँदैन, सबैमा आफ्नो विशेषता, सबैमा आफ्नो हुन्छ। तर जनप्रतिनिधिज्यूहरूले गरिब बनाइदिनु भएको छ। कसरी भने गइदिनुहुन्छ टिकटकमा ब्याकग्राउन्डको बस गीत बज्छ उहाँहरूको, झुक्दैन झुक्ने नेपाली ठिटो भन्नुहुन्छ उहाँहरूले चाहिँ, यो गरिब हो, यसलाई मैले यसो दिएँ उसो दिएँ भनेर उहाँहरूले भिडियो हाल्नुहुन्छ। जनप्रतिनिधिले नै त्यो हाल्दा चाहिँ अलिकति अप्ठ्यारो महसुस गर्नुपर्ने हो, आफ्नो पालिकाभित्र यस्तो नदेखाउनु पर्ने जस्तो लाग्छ। गाउँपालिकामा यस्तो व्यतिथि छ, बोल्ने मान्छेहरूलाई उहाँहरूले बोल्नै दिनुहुन्न। कस्तो गाह्रो लाग्छ कि हामी मात्रै बोल्ने, हामी मात्रै कति बाटो, हामी मात्रै कति छुच्चो, हामी मात्रै चाहिँ कति बोलेर बा हामी यो दुई चाहिँ नितेश ओली अथवा यिनीहरू नै खराब होइन नि, बोलेका बोलै गर्छन्, केही हुँदा पनि हुँदैन, यिनीहरू हिँडे के अरे जनप्रतिनिधि आफ्नो काम गरेर, जनप्रतिनिधिले काम त कामै गर्ने हो, हामीले चाहिँ यस्तो गर्दै हुनुहुन्छ भन्दा पनि हामीलाई जहिले नेगेटिभली हेर्नुहुन्छ, त्यो चाहिँ नहेरिदिनु सम्पूर्ण पालिकावासीहरूलाई। तपाईँहरूकै लागि हामीलाई के छ र, हामी आफ्नो लागि त बाँचेकै छौँ नि। जस्तै समग्र देशलाई हेर्दा अथवा तपाईँको गाउँपालिकालाई हेर्दाखेरि यो के कुराको अभावले गर्दाखेरि चाहिँ यो चिज खड्केको होला अथवा यो चिजहरूको विकास नभएको होला? जस्तै विकास भनेको चाहिँ के चिजलाई चाहिँ हामीले मूलभूत रूपमा लिएर जानुपर्छ भन्ने तपाईँको के बुझाइ छ? विकास त हाम्रो जनप्रतिनिधिहरूलाई के लाग्छ भने टिकटकको भ्युज, टिकटकको फलोवर्स, टिकटकको कमेन्ट, उहाँहरूले विकास सोच्नुहुन्छ। तर होइन नि, अहिले स्थानीय तहमा प्रेस संयोजक अरे आफ्नै पार्टीको प्रेस संयोजक हुन्छ भनेको नगरपालिकाको प्रेस संयोजक हुने हो कि पार्टीको प्रेस संयोजक हुने हो? एकबार म बिरटाउन नगरपालिकाको एक्जाम्पल दिँदैछु तपाईँलाई। बिरटाउन नगरपालिकाको प्रेस संयोजक को भन्नु त? कोही हुनुहुन्छ उहाँ उहाँले कसको समाचार लेख्नुहुन्छ? बिरटाउन नगरपालिकाको प्रेस संयोजकले 1 वर्ष भयो, तपाईँलाई 1 वर्षको डिटेल्स हेर्नु, वैदेशिक रोजगारमा गएर एक न एकजनाको मृत्यु भएको छ नि, एकजना हामीले ल्याउन पहल गर्यौँ अथवा वैदेशिक रोजगारको क्रममा फँसेका हामीले एकजना उद्धार गर्यौँ, पहिले समाचार पाउनुहुन्छ? पाउनुहुन्न। जस्तै तपाईँ एउटा युथ हुनुहुन्छ र वैदेशिक रोजगारको क्रममा हुनुहुन्छ, अहिले छुट्टीको समय मिलाएर आउनुहुन्छ। देश, तपाईँले त्यो देश र यो देशमा कम्पेयर गरिराख्दाखेरि हामीहरूमा के कुराको कमी छ, हुनु पर्थ्यो के होइन, हामीले गर्नुपर्ने कुराहरू हामी सानो चिज चुकिरहेछौँ कि होइन, यस्ता चिजहरू चाहिँ के देख्नुभएको छ? मैले उहाँ र यहाँको त कम्पेरिजन हावा पानी देशको बनावटमा उहाँ र यहाँको कम्पेयरै गर्न मिल्दैन। हाम्रो देश त सुन्दरताको धनी देश होइन, हाम्रो भन्दा चाहिँ राम्रो देश कसको होला र होइन? हामीसँग पानीका मुहान छन् प्राकृतिक रूपमा होइन, सबै थोक छ। त्यो भन्दा पनि अब कानुनी हिसाबले होइन, अनि काम गर्दा सेक्युरिटीको हिसाबले अथवा स्वास्थ्यको हिसाबले, रोजगारीको हिसाबले हाम्रो देश त्यही छैन र हामी अन्त जान्छौँ। त्यो थियो भने त पक्कै पनि प्राय हामी जाँदैनौँ, दिनको हजारौँ युवा जानुहुन्छ होइन, महिनाको लाखौँ युवा पलायन हुनुभएको छ। त्यो हिसाबले चाहिँ अन्यत्र चाहिँ सेक्युरिटी छ जस्तो लाग्छ मलाई। विकास भनेको चाहिँ चिल्लो बाटो मात्रै विकास हो त होइन? होइन, विकास हुनका लागि चाहिँ एउटा तपाईँको मस्तिष्कमा आधुनिक किसिमको सिर्जना फुल्नु नै विकास होला जस्तो लाग्छ मेरो हिसाबले। तपाईँको हिसाबले त्यो हिसाबमा चाहिँ नेपालमा विकास भनेर चाहिँ कसरी अगाडि बढ्दैदेखि हुन्थ्यो भन्ने मात्रै छ? विकास चाहिँ मलाई लागेको कुरा एउटा हर घरमा बिहान बेलुका दिउँसो, बिहान बेलुका राम्रो खाना पाकोस्, परिवार सबै खुसी भएर खान सकुन्। अस्पताल जाँदा मान्छेले ऋण काट्नु नपरोस् क्या। त्यसपछि राम्रो घरको परिवार, हाम्रो चाहिँ सानो नानी बाबु को पढ्नुहुन्छ, पढाइ यति भयो भने पुगिहाल्यो नि। चिल्लै बाटो, भ्यू टावर अनि चाहिँ हुनैपर्छ भन्ने त त्यस्तो मलाई त लाग्दैन। विकास चाहिँ त्यो बाटै मात्रै बन्नुपर्छ भन्ने पनि त्यो कन्सेप्ट छैन मलाई। तपाईँहरू चाहिँ यतिको मान्छे विदेश गएर पैसा कमाउनुपर्छ अनि पछि गएर पैसा कमाएर आएर यहाँनिर राजनीति गर्नुपर्छ, सामाजिक काम गर्नुपर्छ, व्यापार गर्नुपर्छ भन्ने मान्छेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? यस्तो छ दाइ, सबैलाई धन्यवादै दिन चाहन्छु। पहिलोपल्ट तपाईँहरूले अब हामीलाई काम गर्नु दिनुहुन्न, पार्टी नै प्रवेश गर भन्नुहुन्छ, पार्टी प्रवेश गरेरै पछि नै हिँड भन्नुहुन्छ, झोलै बोक भन्नुहुन्छ। झोला बोकिस् भने चाहिँ 1-2 ठेकापट्टा दिन्छु भन्नुहुन्छ। अब त्यो के गर्नु, कहाँ कहिले टिप्पर किन्नु, कहिले टडक किन्नु, कहिले चाहिँ ऋण लिनु, हामीलाई पत्याउँदा पनि पत्याउँदैन, हामी झोलैबाट हिँडेनौँ पनि। अब पैसा सबै नेतैसँग छन्, हेर्नुहोस् हामी त बिचरा गरिब दुखी मान्छे, गरिब दुखीका छोराछोरी, के गर्नु, हामीले त केही गर्न सक्दैनौँ। हामी त हाम्रो अन्तिम विकल्पै वैदेशिक रोजगार। तपाईँ अहिले मलाई इन्टरभ्यू लिँदै हुनुहुन्छ होइन,
अब भोलिको दिनमा भाइ बबरी वैदेशिक रोजगार जाने बेला पो भन्नु चाहिँ सुन्नु नपरोस् मलाई होइन। अब के गर्ने त? तपाईँलाई एउटा प्रश्न म आफै सोधेँ, पहिलाको जस्तो व्यवसाय छ? पहिलाको जस्तो व्यवसाय छैन, सुरक्षित छैन नि होइन त। क्यामेरा बोक्ने बित्तिकै फुटाइहाल्छ नि हेर्नु त। यसले त हाम्रो बारेमा नराम्रो पो लेख्छ कि, यसले त चाहिँ फलानुको पो राम्रो लेख्छ कि, यसले त चाहिँ फलानुलाई मात्रै लेख्छ हामीलाई लेख्दैन, त्यो होइन नि दाइ। एमाले नै हुनुपर्छ, काङ्ग्रेसै हुनुपर्छ, माओवादी नै हुनुपर्छ, राप्रपै हुनुपर्छ, स्वतन्त्र पार्टी घन्टी नै हुनुपर्छ भन्ने छ र? छैन। हामी स्वतन्त्र तरिकाले जिउँ न। स्वतन्त्र तरिकाले जिएर पनि मेयर बालेन शाहको जस्तो लाइफस्टाइल गाडीमा यसो गर्दै जिउँ न। कति आनन्द छ हेर्नु त उहाँको लाइफस्टाइल। काम त उहाँको काम आफ्नो टाइममा छ। उहाँको पर्सनल, हाम्रो पनि तपाईँको पनि पर्सनल लाइफ पनि छ नि, छैन? हामी हिँड्दाखेरि चाहिँ पार्टीका झोलेहरूले आक्रमण गर्छन् कि बाकु आएर पछाडिबाट हान्न आँटो कि हामीले त यस्तो लेख्छौँ, हामी त सामाजिक समाजमा यस्तो लेखेर हिँड्छौँ, यस्तो भन्छौँ यिनीहरूलाई। मैले तपाईँलाई यो भन्दै गर्दाखेरि चाहिँ तपाईँ नेपालमा आउनुभएको छ अरे भनेको सुन्दाखेरि चाहिँ तपाईँ नेपालमा कति सुरक्षित हुनुहुन्छ भन्ने कुरा चाहिँ मलाई भित्र लागेको। तपाईँ नेपालमा बस्दाखेरि कति सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा भएर चाहिँ खासमा मैले तपाईँलाई चाहिँ एउटा भनौँ न गफ गर्न मन लागेको। म अघि तपाईँले फोन गरेर बोलाउँदा आउँदा पब्लिक बसमा आएँ, अनि आउँदा बाटोमा त हिँड्दै आएँ, एक्लै आएँ। दाइ नमस्ते गर्दै अफिसतिर जाँदा पनि एक्लै जान्छु। अब म पब्लिक बस चढेरै जान्छु। के गर्नु केही गाह्रो सामाजिक सञ्जालमा देखिने एक किसिमको यस्तो राति चाहिँ होला। दिउँसो त म त तपाईँहरू हुनुहुन्छ नि बाटोमा हेर्नु त, तपाईँहरू हुनुहुन्छ भाइ के छ भन्नुहुन्छ, बसमा एक दुईजनाले नितेश भाइ भन्नुहुन्छ, त्यो मलाई त्यो भइपुगेको नि। भने म चाहिँ हल्दीबारीको जनप्रतिनिधि भयो भने सबभन्दा पहिला बिजुली बत्ती, पानी, शिक्षा तपाईँले 1 रुपियाँ पनि पैसा दिनु पर्दैन र मैले मेरो खल्तीबाट तपाईँहरूलाई दिने पनि होइन थियो। एउटा खुलासा गरिदिन्छु, मेरो हल्दीबारी गाउँपालिकाको 1 वर्षको पत्रकारले लाने बजेट काटेर 1 वर्षको सिँचाइमा फ्री भनिदिनुहोस् पुग्छ। लेखेर राख्नुहोस् ल, यो नोट गर्नुहोस्। एक्टिभ भन्दा पनि क्रिएटिभ हुनुपर्छ कि? क्रिएटिभ दाइ यस्तो हो, एक्टिभ र क्रिएटिभ तपाईँले भनेको कुरा पनि ठिक हो। एक्टिभ भनेको अब चाहिँ एक्टिभै भएन भने पनि त्यो लोसे मान्छे भयो भने कस्तो काम गर्छ। र क्रिएटिभ मात्रै भयो भने क्रिएटिभनेस चाहिँ सबैले बुझ्छ भन्ने पनि छैन नि त। तपाईँको क्रिएटिभ त तपाईँलाई पो थाहा छ, तपाईँको क्रिएटिभ मैले क्रिएटिभ गरेँ भनेर अर्कोले त्यसलाई चाहिँ एक्टिभनेस नभएर चाहिँ त्यो क्रिएटिभनेस नहोला कि दुइटै चाहिन्छ जस्तो पनि लाग्छ मलाई। सामान्य लेख्दा पनि चाहिँ परिचालित भइस् भन्ने, न म कुनै पार्टी नके होइन, म हजुर विदेशी फन्डिङ हो दाइ। विदेशी फन्डिङ बिचारा म विदेशी फन्डिङमा चलाएको थिएन, म किन दुबई जान्थेँ। तर उहाँ पार्टी भएर जाँदाखेरि डस्टबिन लिएर जाँदा चाहिँ अलिअलि भाइ लु मेरो तर्फबाट 5वटा डस्टबिन भनेर डस्टबिन चाहिँ ल्याएर हातमा चाहिँ दिनुहुन्छ। हल्दीबारीमा गर्ने प्लान दाइ, अब हल्दीबारीमा के छ भने अब मैले त्यो चाहिँ सिँचाइको गरेँ, एउटा कोल्ड स्टोर खोलिदिने प्लान छ मेरो। म निर्वाचित भयो भने कस्तो दामी कोल्ड स्टोर खोलिदिन्छु हेर्नु त। आफ्नो गाउँपालिकामा हामी यस्तो गर्छौँ युवाहरू भनेर केही योजनाहरू लिएर जानु गएको छु। मेरो 2-3वटा फाइलै छ। जस्तै के योजना? जस्तै हामीले एकचोटि कृषि मन्त्री सिटौला, एकजना भक्ति सिटौला हुनुहुन्थ्यो। हाम्रो एकजना भक्ति सिटौला हुँदाखेरि कृषि मन्त्री हुँदाखेरि मैले प्रवीण रिमाल भन्ने उहाँको स्वकीय सचिव हुनुहुन्थ्यो, स्वकीय सचिवलाई मैले एउटा प्रपोजल दिएको थिएँ। त्यो प्रपोजल चाहिँ कोल्ड स्टोरको, हल्दीबारीमा कोल्ड स्टोरको थियो। कोरिया पनि जानुभयो एउटा टोली, र त्यो कोरियाको टोलीलाई कति स्वागत गरेर 1-2वटा प्रपोजल साइन पनि भएको छ, तपाईँलाई यो याद छ? उक्त टोली हल्दीबारीमा ल्याउने भनेर मैले कृषि मन्त्री भक्ति सिटौला हुँदाखेरि 2टा प्रपोजल यतिखेर भएको छ दाइ। म तपाईँसँग बोल्दैछु, क्यामेराको अगाडि बोल्दैछु, म क्यामेरा चलाउने मान्छे हजुर जस्तै। 2टा प्रपोजल लगेँ, दुइटै हेर्दा पनि हेर्नु भएन, फोन गर्दाखेरि कति फोन गरेर जस्तो फिल पनि गराउनु भयो, 2-4 चोटि जाँदा भेट पनि भएन। पछि मन्त्री पनि हुनुभयो, के अरे 2-4 महिनापछि मन्त्री पनि सिद्धियो। अब अर्को मन्त्रीज्यू आउँदाखेरि गयो, त्यो पनि अनि सक्यो। अनि मैले अर्को प्रपोजल माननीय अहिलेको हाम्रो प्रदेश 1 को हाम्रो मुख्यमन्त्री हिक्मत कुमार कार्की जो हुनुहुन्छ, उहाँलाई एउटा प्रपोजल सायद अहिले उहाँकै टेबल मुनि होला अथवा कतै होला, एउटा फाइल दिएको छु मैले। यो बस बिसाउने कोरियन प्रविधिको SYS प्यानलको बस बिसाउने बनाऊ। यो अहिले बस पार्कमा मान्छेहरू भिजे ओत लाग्ने ठाउँ भएन, कम्तीमा बस पार्कमा 2-4वटा
दमकमा 2-4 वटा हो यस्तो ठाउँमा यो एसियन हाइवे बन्दा पनि त्यो चाहिँ नभत्किने खालको बनाऊ भनेर त्यो प्रपोजल थियो एकदम सस्तो दाइ 2.5 लाख रुपियाँ गोटामा चाहिँ 20 जना एउटा बस 20 जना अट्ने बस बिसाउने टक्क कोरियन प्रविधिको त्यो छेलिने खालको त्यो पानीले छेलिने खालको भनेको 2.5 लाख रुपियाँले कहाँ अरूले 10 लाखले हाल्दा रहेछन् अनि त्यसमा बाँडिँदो रहेछ हामीले 2.5 लाख रुपियाँले हाल्नु कहाँ हुन्छ त जस्तै अब वैदेशिक रोजगारको क्रममा फेरि फिर्नुहुन्छ खोइ अब हेरौँ दाइ यो चोटि त नफिरौँ कि जस्तो पनि लाग्दैछ यो चोटि त यतै पो बसेर केही गरौँ कि जस्तो लाग्दैछ दाजु पार्टीगतलाई मात्रै पोसेर पार्टीको कार्यकर्तालाई मात्रै जिम्मेवारी दिएर स्थानीय त सबैमा पार्टीगत भन्दा बाहिरको मान्छे राखौँ न हामी प्रेस संयोजकदेखि लिएर सवारी साधन चालकदेखि लिएर गरिबको छोरो जागिर नखाओस् दाजु भन्नु त खाओस् न हामी जस्तो मान्छे पनि नगरपालिकामा काम गर्ने इच्छा होला नि त अब त के छ भने नगरपालिकामा काम गर्न पनि एउटा राजनीतिक दलको चाहिँ क्रियाशील सदस्य भएरै चाहिँ जानुपर्ने प्रतिस्पर्धा गराइदिनुहोस् न प्रतिस्पर्धामा लड्न त बानी नै भएको हो नि हामी सानैदेखि प्रतिस्पर्धामा लडेरै आएको मान्छे त हो नि हाम्रो समाज हाम्रो गाउँ सँगसँगै हाम्रा सहर हाम्रो देश बनाउनका लागि हामीले के योगदान गर्न पर्छ होला समग्र रूपले भन्नुपर्दाखेरि तपाईँ इन्डिभिजुअल आफ्नो पालिका मात्रै नहेरेर समग्र देशलाई हेर्दाखेरि एउटा भोइसमा एउटा कुरा छ पार्टीगत हिसाबले नजाउँ पार्टीगत हिसाबले जाँदा पनि कुनै कार्यक्रममा प्रशिक्षक हामीभन्दा कमजोर छ भने त्यसलाई सिकाउने हेक्का राखौँ त्यसले चाहिँ सिकाएको हामीले बुझ्ने होइन त्यो हामीभन्दा नजान्ने छ त्यसलाई हामीले सिकाउन सक्ने जब हुन्छौँ नि अनि देश बन्छलाई यति धेरै हैन गाली नगरिकन एउटा पार्टीको परिकल्पना बेगर देशको परिकल्पना सक्षम हुन्छ जस्तो मलाई लाग्दैन मैले के भने भन्दा पार्टीको पछि लागेर आफ्नो दुनु सोझ्याउनेलाई मैले भने पार्टीलाई युज गरेर आफ्नो दुनु जसले सोझ्यायो नि त्यो पो नराम्रो त पार्टी नराम्रो पार्टी खराब पार्टीले यसो गर्यो भने हैन नि पार्टीभित्र पनि राम्रो कांग्रेसभित्र एमाले भित्र माओवादीभित्र अथवा राष्ट्रपतिभित्र लिडर छैनन् र छन् नि तर त्यो पार्टीलाई युज गरेर जसले आफ्नो दुनु सोझ्यायो जसले आफूले कमायो जसले भ्रष्टाचार गर्यो जसले जनता झुक्क्यायो त्यसलाई पो भनेको दाजु मैले आफ्नो परिवारलाई भन्दा समाजलाई धेरै समय दिएको छु भने म खराब होला र कस्तो मान्छेले कुरा गरौ भन्ने पनि हुन्छ यहाँका 2-4 जना पत्रकारहरू हेर्छु हैन उहाँहरूलाई चाहिँ खाम र माम भए पुग्छ जसलाई चाहिँ उहाँहरूले मेरो कुरो काट्नुहुन्छ मेरो समाचार अस्ति देख्नु कस्तो लेख्नु है पक्राउ नितेश ओली कहाँबाट पक्राउ यो होइन अरु भन्दा कस्तो थियो हेडिङ के थियो भने काठमाडौँबाट ओली पक्राउ हैन अब भने चाहिँ मान्छेले हेर्नु पर्यो कोली के ओली हैन मैले हेरेको थिएँ अनि भन्नु अनि त्यति साह्रो पनि हेडलाइन नलेखिदिनु न तपाईहरुको प्रमोसन गर्नु भएको मेरो प्रमोसन म बिर्सिन्छु नगर्दिनु होला दाइहरु हैन आदरणीय दाइहरु पनि सबैजना हैन बाटोमा हिँड्दा एउटै ठाउँ हिँड्ने अनि खाम पक्र्ने बेला पनि कोही बेला त बच्चा पक्रिँदा सँगै हिँड्छ क्या नगर्दिनु त्यसो दाइहरु हामी स्वच्छ पत्रकारिता गरौँ न ल म एउटा च्यालेन्ज दिएँ के च्यालेन्ज दिएँ भने झापाभरिका सबै स्थानीय तलाई सोध्नु नितेश ओलीले बिल ल्याएको छ अहिलेसम्म भनेर सोध्नु त फेरि कुनै दिन लानु पर्यो त्यो अलग कुरा हो काम गरेर हैन ल कुनै पनि स्थानीय तहबाट नितेश ओलीले 1 रुपैयाँको बिल पेसेको रहेछ भने अर्को ब्रोडकास्टमा भाइ प्रमाण भनेर देखाइदिनु यहाँ त चाहिँ मेरो चाहिँ घर परिवार मेरो छोरीले मेरो श्रीमतीले गाउँपालिकाको चाहिँ समाचारै नलेखेको बिलको स्याडलिस मेरो चाहिँ बुढीले गहना लागि छैन क्या सबै पत्रकारलाई त्यस्तो नहुनुहुन्न केही पत्रकार हुनुहुन्छ सच्चिने समय छ जुन दिन हाम्रो समय आउँछ फेरि यहाँ त तपाईले जसरी आफू पनि पत्रकार भएको कुरा भन्नु मलाई त्यो कुरा थाहा थिएन हैन हजुर तपाई आफै पनि पत्रकार भइराख्दाखेरि चाहिँ पत्रकारिताको हिसाबले तपाई के गर्दै हुनुहुन्छ र कसरी अगाडि बढ्दै हुनुहुन्छ भने अब पत्रकार महासंघ झापामा मैले निवेदन दिएँ हामी पत्रकार हुन योग्य रहेन रहेछौँ पार्टीमा प्रवेश गर्नुपर्छ भन्नुभयो उहाँले त्यहाँदेखि त अब पार्टीमा प्रवेश गर्दै सके तपाईले प्रिय दाई खगेन्द्र खरो दाई लगायतका हामी एकचोटि प्रवेश महासंघमा आबद्ध भएर काम गरौँ भनेर प्लान भएको थियो आबद्ध हुनलाई गयौँ पनि तपाईहरु कुन पार्टीमा आबद्ध हुनुहुन्छ भनेर सोध्नुभयो कसैले हामी त कुनै पार्टीमा आबद्ध छैनौँ प्रभु भनेपछि
मिल्दैन भन्नु पनि छोडिदिउँ त्यस्तो अहिले त अब आफ्नो छ नि पत्रकार महासङ्घ भन्दा भिन्न रहेर पनि काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण छ त हाम्रो भण्डाफोर.com चलिरहेको छ मेरो हेर्नुहोस् त एकचोटि भण्डाफोर.com मा कस्तो कस्तो समाचार आउँछ BHANDAFOUR भण्डाफोर.com सर्च गरेर हेर्नुहोस् कस्तो समाचार आउँछ जस्तै तपाईको समाज बनायो तपाईको भविष्य बनायो समाजको भविष्य बनायो देश निर्माण गर्यो र पार्टीमा आबद्ध तपाईँ हुनुपर्छ भनेर तपाईले यस्तो मलाई कुनै राम्रो लिडर लागेर 2-4 वटा राम्रो काम मन पर्यो भने त उसको पछि त म त हिँड्न तयार छु दाइ अन्तिममा के भन्नुहुन्छ अन्तिममा तपाईहरुले जुन समाचारहरु देख्नुभयो अस्ति हो पनि होइन पनि अब कुन ढंगले तपाईहरुले बुझ्नुभयो काठमाडौँबाट दुबईबाट पक्राउ गरेर ल्यायो भनेर एउटा समाचार देख्छु म नेपालै छु नेपालमा 2 महिनादेखि म यतै आफ्नै कर्ममा व्यस्त छु काम गरेर व्यस्त छु अब 2 महिनादेखि म यतै भएको मान्छेले दुबईदेखि ल्यायो भनेछ अनि अर्को कुरो काठमाडौँमा पक्राउ भनेछ म फेरि झापामा छु म आको चाहिँ हो झापा ल्याउनु पनि भएको तर पक्राउ त्यस्तो कुख्यात अपराधी जसरी पक्राउ जुन देखाइयो त्यहाँ तर त्यस्तो कुख्यात अपराधी जसरी चाहिँ पक्राउ गरेर निर्धारित रूपमा ल्याउनु भएको पनि हैन मैले कानुनलाई सहयोग गरेको हुँ कानुनलाई सहयोग गर्ने क्रममा मुद्दा चलिसकेपछि रहेर भित्र रहेर कानुनी प्रक्रियालाई सहयोग गरेको त्यसमा धरपकड केही पनि गर्नु भएन ल प्रशासनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले पनि पोजिटिभली रूपले लिनुभयो थ्यांक यू धन्यवाद